यति बेला हामी रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर 7 भालुखोपमा छौँ। विशेष गरी यो रामेछाप जिल्लाको एउटा पर्यटकीय स्थलभित्र यो क्षेत्र पनि भनिन्छ। विशेष गरी यहाँ नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकहरूको चहल पहल देखियो र अन्य दिन पनि अथवा अघि पछि पनि यो क्षेत्रमा पर्यटकहरू देखिन्छन्। आन्तरिक पर्यटकहरू विशेषतः सदरमुकाम मन्थलीमा अलि धेरै गर्मी बढिसकेपछि बिदाको समयमा यो डाँडा अथवा यो क्षेत्र अलिकति शीतल पनि हुने भएको कारणले गर्दाखेरि यहाँ आन्तरिक पर्यटकहरू अलिकति सदरमुकामको गर्मी छल्नको लागि पनि यहाँ आउने गरेको छ। र विशेष गरी यहाँ यो माथि डाँडामा भ्यू टावर पनि निर्माण गरिएको छ। त्यसैले पनि त्यो टावरबाट चाहिँ देखिने दृश्यहरू अवलोकन गर्नका लागि पनि यहाँ चाहिँ आन्तरिक पर्यटकहरू आउने गरेको छ। आज नयाँ वर्षको दिन छ। विशेष गरी नयाँ वर्षको दिनमा चाहिँ चहल पहल व्यापक नै देखियो। विशेष गरी पारिवारिक घुम्नका लागि चाहिँ परिवार नै यहाँ आउने रहेछ। विशेष गरी अब यहाँ चाहिँ यो सिँढी छ। यो सिँढी हुँदै यहाँबाट जाने एउटा मार्ग छ। यो मार्गबाट हामी माथि गइसकेपछि माथि भ्यू टावरबाट चाहिँ विभिन्न दृश्यहरू अवलोकन गर्न सकिन्छ। यो रामेछाप जिल्लाको पर्यटकीय स्थलमध्ये यो एउटा पर्यटकीय स्थल गन्तव्यभित्र पर्छ। विशेष गरी यो चाहिँ विशेषतः यो रामेछाप नगरपालिकाको सबैभन्दा अग्लो भूभाग हो। यसलाई भालुखोप डाँडा भनिन्छ र भालुखोप टावर डाँडा पनि भन्ने प्रचलन यहाँ स्थानीय भाषामा त्यो भन्ने प्रचलन पनि रहेछ। विशेष गरी यहाँबाट चाहिँ रामेछाप जिल्ला त्यस्तै गरी सिन्धुली अनि ओखलढुङ्गा जिल्लाका पनि विभिन्न भूभागहरू अवलोकन गर्न सकिन्छ। यो मेरो पछाडि रहेको ब्याकग्राउन्डमा रहेको पछाडि यो भ्यू टावर छ। यो भ्यू टावरको टुप्पाबाट चाहिँ हामीले ती जिल्लाहरूको पनि विभिन्न भूभागहरूको चाहिँ दृश्यहरू अवलोकन गर्न सकिन्छ। त्यसै गरी दोलखा जिल्लाको चाहिँ विभिन्न हिम श्रृङ्खलाको दृश्यहरू पनि यहाँबाट देखिन्छ। विशेषतः नयाँ वर्ष आज यो नयाँ वर्षमा चाहिँ व्यापक रूपमा चाहिँ आन्तरिक पर्यटकहरू हामीले भेट्यौँ र अघि पछि पनि अन्य दिनहरूमा पनि यहाँ पर्यटकहरू घुम्न आउँछन्। हामी एउटा रामेछाप जिल्लाको चाहिँ कुनै एउटा पर्यटकीय स्थललाई चिनाउँ भन्ने उद्देश्यले हामी यो जुन भालुखोप टावर डाँडा अवलोकनका लागि हामी आएका थियौँ र आज चाहिँ प्रशस्त मात्रामा आन्तरिक पर्यटकहरू हामीले भेट्यौँ। यहाँका नजिकका स्थानीय सदरमुकाम मन्थली लगायत विभिन्न ठाउँबाट चाहिँ यहाँ यो टावर डाँडाबाट दृश्यहरू अवलोकन गर्न पनि आएका छन् र विशेष गरी परिवारहरू धेरै परिवार चाहिँ यहाँ घुम्नका लागि हामीले आएका भेट्यौँ। त्यसैले पनि यो नयाँ वर्षमा हामीले नयाँ वर्षको शुभकामना सँगसँगै विशेषतः यो एउटा पर्यटकीय स्थल एउटा गन्तव्य पनि हामीले चिनाउने जमर्को गऱ्यौँ र यहाँ चाहिँ यो 2083 सालभित्र यहाँले पनि समयमा फुर्सद मिलाएर पक्कै पनि यो क्षेत्रको अवलोकन गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।